गाइस तपाईहरुले कहिले च्याट जीपीटी ओपन एआई त्यो त च्याट जीपीटी हो गाइस तपाईहरुले कहिले च्याट जीपीटी जेमिनाई को नाम त सुन्नु भएकै छ होला सुन्नु भएन भने पनि आज मैले सुनाइदिसके अब तपाईहरु यो भोइस सुन्नु Subscribe to me. सुन्नु भयो तपाईहरुलाई पक्कै होला यो मैले च्याट जीपीटी जेमिनाई नत्र अरु कुनै एआई बाट बनाए तर नाइ यो अहिले भर्खर मैले तपाईहरुले सुनाको भोइस बस एउटा नोटप्याड को कमाल हो नोटप्याड त हैन तर यो स्क्रिनमा देख्न सक्नु भएकै छ होला यो टेक्स्ट टु स्पीच यो मैले अहिले भर्खर बनाएको फाइल हो युजिङ नोटप्याड यो यति इजी हो यो बनाउन तपाईहरु आफ्नै एउटा एआई कम्पनी खोल्न सक्नुहुन्छ सो आउनु हेरौँ कसरी बनाउने हो यस्तो टेक्स्ट फाइल सो लेट्स बिगिन सो गाइज स्क्रिनमा हेर्न सक्नुहुन्छ यो हाम्रो टेक्स्ट टु स्पीच भन्ने फाइल तपाईहरुलाई मैले एक्जाम्पल त सुनाइसके एउटा भी स्क्रिप्ट फाइल हो 1 MB को इन्टर उठाए है मैले सरी यो अरु VS कोड त्यस्तो कोडबाट बने हैन यो बस नोटप्याड बस तपाईहरु आफ्नो किबोर्डको इन्टर उठाउनु खुल्छ टेक्स्ट टु स्पीच इन्टर द टेक्स्ट टु कन्भर्ट स्पीच जस्तै म लेख्छु यो क्याप्स लक आउँदैछ क्याप्स लक आउँदैछ अनि एममा चाहिँ कन्ट्रोल ए त्यस्तो शिफ्टबाट हुन्छ तर कन्ट्रोलले चाहिँ नहुने रहेछ मैले पनि भर्खर थाहा पाएँ जस्तै हेर्नु है कन्ट्रोल ए हुन्न शिफ्ट र यता धेरै भएको सो हेर्न सक्नुहुन्छ हाम्रो टेक्स्ट स्पीच फाइल एममा के गर्ने होइन बस म लेख्छु सब्सक्राइब इन्टर उठाउने अब यसले एउटा आयो हल्का टाइम लगाउँछ कहिले फास्ट पनि बनाउँछ कहिले टाइम लगाउँछ स्पीच एक्सपोर्टेड टु यो त यो हाम्रो फाइल हो वर्ड डकुमेन्ट हैन टेक्स्ट डकुमेन्ट बनाउने टेक्स्ट डकुमेन्ट अब यसलाई त अब अहिले चाहिँ नाम नदिएनै भयो यो किन सेलेक्ट भयो यो एममा क्लिक गरेर इन्टर हुने अनि म तपाईहरुलाई त्यो भिडियो लेख्नुको डिस्क्रिप्सनमा छ यहाँ त डिस्क्रिप्सनमा छ अनि यो ओन्ली वर्क्स विथ ल्यापटप अब तपाईहरु हुनुहुन्छ भनेर यो भिडियो हेर्न त हेर्नु हो तर मोबाइलमा मिल्दैन म अर्को चोटि सक्यो भने मोबाइलको लिएर आउँला सक्यो भने ल्याउँछु भनेको छैन यो स्क्रिनमा कोड देख्नु भएको छ होला स्क्रिनबाट अब कपी गर्न मिल्दैन त्यही भएर डिस्क्रिप्सनमा पनि कोड छ सो हेर्न सक्नुहुन्छ यिनीहरू यो कोड हो यति कोड छ धेरै छैन अब यसलाई हामी कन्ट्रोल शिफ्ट एस गरेर सेभ एज गर्छौं हजुरले कन्ट्रोल शिफ्ट एज गर्नु भने फाइलमा पनि सेभ एज भन्ने अप्सन हुन्छ अब प्रोग्रामको नाम राख्नु ओ नो अझै एउटा अब फेरि मैले बिर्सिएँ तर त्यही बेला गर्नुपर्ने अहिले नहुलेको भइहाल्छ अहिले अनि यो टेक्स्ट डकुमेन्ट छ नि त्यसलाई अल फाइलमा गरेर डट VSS मतलब VBS गरेर इन्टर गर्ने अनि यसलाई क्लोज गर्ने अब हामीले बनाएको थियौं नि
यो फाइललाई चाहिँ यो फाइल बनाएको थियौँ नि अहिले हामीले यसलाई डिलिट गर्ने, किनकि यहाँ हाम्रो VBS फाइल बनेर आउँछ। त्यो टेक्स्ट फाइल थियो, अहिले चाहिँ हाम्रो VBS फाइल आउँछ। अब यसमा तपाईँले जे नि गर्न मिल्यो, इन्टर गर्नु, किबोर्डबाट इन्टर हटाउनु, जे टेक्स्ट लेख्न छ जस्तै टेस्ट, अनि यसको इमोजी चाहिँ यस्तो हो, यो VBS फाइल हो, त्यही भएर VBS फाइल चाहिँ क्याप्स लक किन भन्नुहुन्छ, टेस्ट भनेर ओके गर्ने। तपाईँले लाइक लेस मोर देन 3 सेकेन्ड अनि लेस देन 5 सेकेन्ड हुन्छ, अनि स्पेस एक्सपोर्टेड भनेर आउँछ। स्निपिङ टुल किन खोज्छ यार? ओके, अब यसलाई हामी सजाएर राख्नुपर्छ, बिकज इट इज द मेन किङ। हाम्रो VLC मिडिया किन खुलेन गाइज? मैले टेस्ट गर्दाखेरि, त्यही भएर अहिले हामी मिडिया प्लेयरबाट युज गर्छौँ यसलाई। आज नि आउँछ कि नै? सो आजको भिडियो कस्तो लाग्यो? मलाई त एकदम खतरा लाग्यो। यो ट्रिक पनि मैले थाहा पाएको थिएँ। सो आजको भिडियो कस्तो लाग्यो? 1 महिनापछि त्यो नि विन्डोजको बारेमा, नो ब्लग, विन्डोजको बारेमा लर्निङ। सो आजको भिडियोको लागि यति। रिमुभ छ होला के अरे हाम्रो ब्याकग्राउन्ड। गाइस ब्याकग्राउन्ड रिमुभ गर्न मिल्दैन, ब्याकग्राउन्ड। म भेट्छु तपाईहरुलाई अर्को भिडियोमा। त्यतिबेला थ्याङ्क्स फर वाचिङ दिस भिडियो। Bye. यो पनि मैले